आज चाहिँ म बना म खाइजाने ज्यामा ज्यामा यस्तो छ गाइज ल गाइज अब खाना सुरु भइसक्यो यता हेरेर नक्कली अलि लजा छन् कि मैले मेरो आदेशमा एउटा बहादुर पुर्ने भन्ने गाउँमा भन्न त टुत्ला बोलेको लास्टै रमाइलो हुन्छ के 7 घण्टा 7 घण्टा लगाए मेबे के के देखि गरे भूतला हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर भ्लगमा स्वागत छ तपाईँलाई आज देख्न सक्नुहुन्छ गाइज म चाहिँ यहाँ लाएर दादातिर घुम्न आएको छु साथीसँग अहिले चाहिँ हामी चाहिँ दादातिर जानुपर्ने हुन्छ गाइज एकछिनपछि घरतिर जाने घरतिर गएपछि मोमो खान जाने हो आज चाहिँ मोमो बनाएर मोमो खान जाने जान्छस् त पनि के जाम लाज लाग्छ तँलाई बैशाखसम्म बस्छस् भने त हिँड्न जाम उतातिर खेल्न गरे बल खेलेको होइन उतातिर के हामी चाहिँ फोटो खिचेर भइसकेको छौँ त लाएर घरतिर जानुपर्ने हुन्छ गाइज हामी चाहिँ क्यामेरामा आइदिएर हामी चाहिँ यतातिर छौँ यतातिर देख्छौँ अब हामी घरतिर जानुपर्ने चाहिँ गाइज अब घरतिर गएपछि बस्ने हो चार्ज पनि सक्यो चार्ज गर्ने के सिधा भएन क्या पागल आइफोनको त अर्कै हुन्छ होइन त्यहाँ नजाके त्यहाँ नजा त्यहाँ नजाके मैले मेरो आदेशमा एउटा बहादुर पुर्ने भन्ने गाउँमा एकजना मान्छे बस्थ्यो अरे के सोनिज भन्ने होइन के मान्छे बस्थ्यो अरे के त्यो मान्छेलाई सोनिजसँग दही चिउरा खाएर त्यो गोटी खेल्न गएको गरेको अरे साथीहरूसँग खुब गुली हट्यायो गरेको दही चिउरा खाने टाढा चेरोटा लागिदियो गरेको अरे भाग्यो गरे सकेसम्म भने टोइलेटमा पुग्दा गुजो पचरात भिजेर गयो बुढा आएर अनि त्यही गु भिजेर बस्दा त आमाले के भयो सोनिज भन्दा त के भयो ए सोनिज गरे के भयो के भयो बाजे भन्दा त के पनि भएको छैन भनेको थियो गरे अनि त्यसपछि कट्टुमा गु भिज्दा आएछ के अरे के पनि नभएको भनेको अनि त्यसपछि कट्टु त टोइलेटभित्र गएर लाटिट काटेर त्यो प्यान्टी भर गरे प्यान्टी गरे त्यो यत्रो क्वाप लिएर यस्तो साबुनको भित्र हालेर राखेको गरे गनाउडा बल्ल ठा भएको गरे त्यसपछि गनाउडा बल्ल ठा हुँदा त आफैको एउटा बहिनी थियो गरेको सुनिसा भन्ने हजुर सोनिसा होइन सोनिस के सोनिस होइन सोनिसा के सोनिसाले अनि त्यसपछि सोनिसाले उ गरे सोनिसाले यस्तो डाङ्गाले निकालेर त्यो दाइलाई देखाउनु गयो गरे सक्यो ल दिउ न त ल पोज दिउ न पोज ल पोज दे यसको टोटला बोलेको सुन्नु नि एकपालि बोल त खोइ बोल त बोल न खोइ कलुवा म्याडम भन्छ के बोल न खोइ कमला म्याडम निदम 1 7 घण्टा 7 7 घण्टा
कमला म्याडम म्याडम विष्णु म्याडम ल एफ कमला म्याडम भन्न भन् त टुत्ला बोलेको लास्टै रमाइलो हुन्छ के 7 घन्टा 7 घन्टा लगाए मेरे तैँले केदेखि गरे भुट्ला ल गाइस हाम्रो मोमो बनाइसकेका छन् यतातिर हाम्रो सुषमा बहिनी उतामा भेना हुनुहुन्छ यता मिल्ना दिदी पर्यो मम्मी झ्यामा झ्यामा यस्तो छ गाइस ल गाइस अब खाना सुरु भइसकेको छ यहाँ बन्दैछ अझै यहाँ बनाएरै हुनुहुन्छ यता किमा भर्दैछन् हाम्रो मम्मीमा त किमा भरिँदैछ है ल कस्तो बन्छ म देखाउनु त भाइ यता हेरेर नक्कली अलि लजा छन् कि लजाको र बाकाले चाहिँ नि गाई चाहिँ हाम्रो यहाँ ब्लक त्यहाँ पाकिसकेको छ अब लास्ट भयो चाहिँ अब गाइज ल गाइज के भन्दै मेरो ब्लग अहिले एकछिन हेर्दै गर्नु ल आफूसित हाल्छ है ल यो के गर्नु त ल है हाम्रो मोमो है भाग लगाएको है ऊ त्यहाँ ढाक्नु भएको छ यहाँ यति छ यहाँ हामी 3 घर मिसियो है नि भाग लगाएकै खानु भनेर हाम्रो भाग लगाउने है अनि यताखेरि के भन्छ गरे यसलाई सुप सुपै सुप यता सुप छ अनि अचार पनि छ है त अचार त्यो त हाम्रो हो ल गाइज ल हाम्रो चाहिँ मोमो कानी कार्यक्रम सुरु भइसकेको छ यतिर हाम्रो मामा निनी गरे फुपू पनि होइन दिदी अनि सुषमा मम्मी यता झ्यामा हुनुहुन्छ यता सचिन परियार मरिसकेको छ त फेरि जिउलो छ अहिले पनि तर पनि के भन्नु अब यस्तो चाहिँ गाइस ल हेर्नु है त ल आजको ब्लग चाहिँ यति नै हो गाइस ल के भन्दै बिताउनु चाहन्छु म लुजिन मगर थ्याङ्क यू सो मच फर वाचिङ भिडियो